हेलो फ्रेन्ड्स, टेक सोल्युसन नेपालमा यहाँहरूलाई स्वागत छ र आजको यस भिडियो ट्युटोरियलमा म तपाईहरुलाई आफ्नो कम्प्युटरको फोल्डरको कलर कसरी चेन्ज गर्ने त त्यस सम्बन्धी आजको ट्युटोरियलमा म जानकारी दिन्छु। सो अब तपाईको बाइ डिफल्ट कम्प्युटरमा चाहिँ तपाईको फोल्डरको कलर यस्तो येलो कलर रहेको हुन्छ। सो अब ती कलरहरुलाई यदि तपाई चेन्ज गर्न चाहनुहुन्छ भने तपाईले त्यसलाई एउटा सफ्टवेयरको माध्यमबाट चेन्ज गर्न सक्नुहुन्छ। सो म तपाईलाई अब यो सफ्टवेयर कसरी डाउनलोड गर्ने त्यस सम्बन्धी जानकारी दिन्छु। अब तपाई गुगलमा गएर सर्च गर्नुहोस्, डाउनलोड फोल्डर कलराइजर भनेर सर्च गरिदिनुहोस्। ओके, यो सर्च गर्नुभएपछि अब तपाईले यहाँ फर्स्टमै देख्न सक्नुहुन्छ सिनेटको लिंक रहेको छ, फोल्डर कलराइजर फ्री डाउनलोड सफ्टवेयर फर रिभ्युज हो। यो लिंक फर्स्ट लिंकमा तपाई क्लिक गरिदिनुहोस् र अब तपाई यस पेजमा आइपुग्नु भएको छ। अब तपाईले यहाँ डाउनलोड नाउको अप्सन देख्न सक्नुहुन्छ। अब यसमा क्लिक गरेर तपाईले सिम्पली डाउनलोड गर्न सक्नुहुन्छ। अब मैले चाहिँ यस एपलाई अलरेडी डाउनलोड गरिरहेको छु। सो तपाईहरु पनि डाउनलोड गर्नुस् र इन्स्टल गर्नुस्। ओके, र अब तपाई डाउनलोड इन्स्टल गरिसक्नु भएपछि आफ्नो फोल्डरमा जानुस्। ओके, म एकचोटी रिफ्रेश गर्छु र आफ्नो फोल्डरमा जानु भइसकेपछि अब तपाई एउटा फोल्डर छान्नुस् जसको रङ तपाई परिवर्तन गराउन चाहनुहुन्छ र यसमा राइट क्लिक गरिदिनुस्। अब राइट क्लिक गर्नुभएपछि तपाईले यहाँ अप्सन दिन सक्नुहुन्छ कलराइजको अप्सन। अब तपाईले त्यो सफ्टवेयरलाई इन्स्टल नगर्नु हुँदा यो अप्सन हुँदैन थियो भने अब तपाईको यो अप्सन रहेको छ र यी मध्ये तपाईले अब एउटा कलर छानिदिनुस्। जस्तै तपाई रेड छानिदिनुस् भने अब यो रेडमा चेन्ज हुन्छ। रिफ्रेश गरिदिनु। ओके, यहाँ रेड चेन्ज भइसकेको छ। त्यसैगरी तपाईले अर्को फोल्डरलाई पनि कलराइज गर्न सक्नुहुन्छ। येलो छानिदिनुस्। ओके, अब यसरी तपाईको चेन्ज हुन्छ। ओके, फेरि अब अर्कोलाई अर्को कलर दिन चाहनुहुन्छ भने यसरी तपाईले विभिन्न फोल्डरहरुलाई कलर दिन सक्नुहुन्छ। ओके, जस्ट फोल्डर सिलेक्ट गर्नुस् र यसको राइट क्लिक गर्नुस्, कलराइजमा जानुस् र यहाँ मध्ये कलर छान्नुस्। अझ तपाईले अरु कलरहरु पनि छान्न सक्नुहुन्छ यी बाहेक। ओके, अब अहिले चाहिँ म यी कलरहरु नै युज गरेर तपाईहरुलाई देखाउँदैछु जस्ट डेमोको लागि। ओके, यसरी तपाईले कलर चेन्ज गर्न सक्नुहुन्छ फोल्डरको। अब यदि तपाईले यी कलरलाई अब पहिलाकै जस्तो बनाउन चाहनुहुन्छ भने कलराइजमै जानुस् र अब तपाई रिस्टोर ओरिजिनल कलर यसमा क्लिक गरिदिनुस्। अब तपाईको पहिलाको कलर जस्तै हुन्छ। ओके, सो कस्तो लाग्यो त यस ट्युटोरियल? यदि तपाईहरुलाई मन परेमा प्लिज लाइक गरिदिनुस् है। हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने अहिले नै तुरुन्त सब्स्क्राइब गरिदिनुस्। So thank you guys for watching this video. हामी अर्को टेक भिडियो लिएर उपस्थित हुने नै छौं। धन्यवाद।